हेलो गाइज, आज हामी ढेँडोको मुखबाङ गर्न गइरहेको छौँ। एकदम मिठो मिठो ढेँडो बनाएको छ। आज मौसम पनि पानी पर्ला जस्तो भइरहेको छ। आज हाम्रो आन्टीले ढेँडो ल्याइदिनु भएको छ, मम्मीले मासु बनाइदिनु भएको छ, मेरो बुढीले साग अचार बनाएको छ। एकदम मिठो देख्दाखेरि नै है। आज हामी मुखबाङ गर्न गइरहेको छौँ। यो चाहिँ मेरो फर्स्ट मुखबाङ रहेको छ। सो लेट्स स्टार्ट है त। एकदम तातो तातो छ, रमाइलो छ, मिठो हेर्दाखेरि नै मुखबाट पानी आइसक्यो। अब यो साग र ढेँडोको पहिला सागले दिदिसक्यो यहाँ। ल ल मासु र